आज हामी रोड ठाउँमा कटिङ गर्न आएको। यस्तो मेसिन मेसिनले कटिङ गर्ने हो। परीक्षण भन्छ नि, रोड कतिसम्म उचाइमा कटिङ भएछ देखाउनको लागि। ढलाइ गरिसकेपछि कतिको हाइटको ढलाइ राम्रो हुन्छ भन्ने ढलाइ गर्न पिच गरेको कटिङ गरेर टेस्ट गर्नको लागि हामी आइपुगेका छौँ। यो मेसिनले चाहिँ कतिको हाइटमा तल कतिको उचाइको ढलाइ भएको छ भनेर निरीक्षण गर्न हामी यो ठाउँमा एयरपोर्टको रोड लाइनमा टेस्ट गर्न आइपुग्यो आज पनि। र यहाँ चाहिँ अब यो ढलाइको काम, पिचको काम हुँदैछ। यो चाहिँ मालदिभ्सको एयरपोर्ट हो। हेर्नुहोस्, उता जहाजहरू छ अनि यता चाहिँ यो बाहिरी भागको यसमा चाहिँ अब ढलाइ भइरहेको छ। अब उता देख्न सक्नुहुन्छ मालदिभ्सको पुलहरू, जुन सबभन्दा लामो पुल हो। त्यो चाहिँ माले जहाँ देखिरहनु भएको छ त्यो चाहिँ माले हो। अनि यो बिचको सबै समुद्र, टापुबाट बनेको देश भन्ने सुन्नमा आएको छ। अब 1200 टापुहरूमा यो पनि एउटा टापु हो। यो चाहिँ अब मालदिभ्सको माले राजधानीमा छौँ हामी है साथीहरू। मालदिभ्स आउँदा चाहिँ धेरै कुराहरूमा ख्याल गरेर आउनु पर्ने हुन्छ। हेर्दा चाहिँ एकदम स्वर्ग जस्तो देखिन्छ, तर यहाँ आइसकेपछि, काम गर्न आइसकेपछि चाहिँ धेरैको प्रब्लमहरू छ। हाम्रो पनि प्रब्लम कति छ, त्यही भएर सोचेर विचार पुऱ्याएर आउनु होला।